Good morning, namaste, jazalapa, fiafulwa, tasdele, assalamu alaikum. अहिले बेल्जियमको लुभेन भन्ने ठाउँबाट एन्टरप भन्ने अर्को ठाउँतिर जाँदैछु। कोच दाजु ज्ञान थापा, जस्तै हाम्रो नवीनजी अनि हाम्रो वन्दनाजी त्यहीँ बस्नुहुन्छ, उहाँहरू प्रतीक्षामा हुनुहुन्छ। अहिले म यो साइक्लिङ ट्र्याकबाट जाँदैछु र यो नहरको बाटो हो। यो एकदमै सिधा छ, करिबन 4 किलोमिटरको यो देखिएको छ। यो राम्रो हुन सक्छ। यो ग्रामीण भेग पर्दो रहेछ। यतातिर खेतहरू देखिन्छन् भने बाटोको दुवैतर्फ एकातर्फ रुखहरू रोपेका छन्, अब त्यो जङ्गल नै छ। यो रमणीय र यो बाटो यहाँ देख्नुहुन्छ लम्बा लम्बा हामी कहाँको सडक, हामी कहाँ जहाँ मोटर कुद्छ त्यो मोटरवेबल बाटो हो भने यहाँ चाहिँ साइकल कुद्ने ट्र्याक हो। अब आशा गरौँ हामी कहाँ पनि यस्ता दिन आउँछन् जहाँ साइकल चढ्न एकदम सुरक्षित हुनेछ। कुनै गाडी ल्याएर दुर्घटनामा पर्ने भन्ने कसैलाई मानसिक अथवा शारीरिक रूपमा त्रास नहोस्। So right now guys, I'm here in Belgium and moving to the Europe. So I started my journey from the Leuven, and it's about 46 kilometers, and I hope it will take me about 3 hours because I'm not in a hurry, so my speed is quite low. So the atmosphere is very good. Today is sunny, and it's so cold. यो भिडियो म तपाईँलाई फेरि पनि फेसबुक मार्फत चाहन्छु, बाइक मार्फत। तर समस्या के छ भने इन्टरनेटको। म त मेरो इन्टरनेटको डाटा प्लान सकिएको जस्तो लागिरहेको छ मलाई। त्यसको लागि म यो युरोपमा पुगेर बेल्जियमको सिम कार्ड किन्ने प्रयास गरिरहेछु। I like it.